आउँदैन। भाइ म कस्तो नि हो गाइस। अब हामीहरु चाहिँ तातो पानी जाँदैछ। यहाँदेखि उकालो जानुपर्छ। तातो पानी चाहिँ जिउमा के बिमार छ भने हैन तातो पानीमा भित्र पस्नुपर्छ, राम्रो हुन्छ। बाटो त यस्तो रहेछ है तातो पानीको गाइस। यो चाहिँ कटर रहेछ है तातो पानीको। यहाँ आयो भने चाहिँ बस्नुपर्छ रे यहाँ। ढुङ्गा मिलाइराख्दो रहेछ यहाँ। हामीहरु चाहिँ तातो पानीमा आइपुग्यो। हेर्नुस् है यहाँ भुच्चेहरु। हेर्नुस् गाइस तातो पानीमा। यस जुदो नाला बुझ्दो न ए जुगो का ओलेको जुगो तातो छैन यतिको जुनथाङको
अब हामीहरूले ढुङ्गा मतलब पैसा चढाएर चाहिँ ढुङ्गाहरू थाक यसरी पारेर राख्नु पर्दैछ अन्त आफ्नो विश माग्नु पर्दो रहेछ हो विश मागेर चाहिँ पुरा हुँदो रहेछ हाम्रो तातो पानी आफै उम्रेको रहेछ यहाँदेखि उम्रेको रहेछ पानी चाहिँ तातो पानी त्यहाँदेखि मोरा ल त्यहाँदेखि मलाई गरिदियो होला लारे नि भिडियो ढुङ्गा मिलाउनु ढुङ्गा चाहिँ यसरी खापै खाप पारेर 4टा भाग लाउनुपर्छ हो त्यहाँदेखि चाहिँ विश माग्नुपर्छ आफूलाई के छ डन 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 लाटिन आई डोन्ट नो मेरो त भत्काइराखेछ हौ सबले यहाँ उयो हावाले आफै भत्क्यो यहाँ फोटो खिचिदियो एउटा भनेको फोटो नखिच यहाँ किन भिडियो गरिदिएको छु त मैले सबैको मलाई पठाइदियो ल अघि तातो पानीको भिडियो पठाइदियो ल यहाँ चाहिँ पानी उम्रिँदो रहेछ म भन्छु ओके अब हाम्रो युट्युबर म्यामले यो मेरो भत्काएछ कि इबिकेले माथिन गर्नुपर्छ डोन्ट वरी हेर्नुहोस् उहाँले कस्तो मिहिनेतले ढुङ्गा मिलाएर विश माग्दैछ उहाँको विश चाहिँ फुलफिल होस् अब हेर्नुहोस् हाम्रो सँगै जम्दैन हाम्रो विश सबै पुरा होस् ओ माई गॉड यहाँ हेर्नुहोस् तातो पानी चाहिँ यहाँबाट उम्रिएर चाहिँ यहाँ पाइप लगाएको छ हो यहाँदेखि चाहिँ गएर चाहिँ अन्त भित्र तातो पानी आउँदो रहेछ यस पानी चाहिँ यहाँ उम्रिँदो रहेछ है यस्तो चिसो जग्गामा चाहिँ तातो पानी उम्रेको छ आफै कम होल्ड न भिडियो लुगा बोक एकछिन माथि जाउँ न माथि नि गर्नुपर्छ ल पहिला हेर्नु त लुगा बोकेर माथि यहाँ आउनुहोस् म तपाईँलाई देखाउँछु यहाँ मेन एन्ट्रेन्स हो तातो पानीको होइन यहाँदेखि चाहिँ भित्र जानु पर्दो रहेछ तातो पानी यहाँ चाहिँ हावा पुरा चल्दै रहेछ सो अब हामीहरू हिँड्नु आँटेको होइन पुरा हावा चलेर कपालहरू पनि उडाउँदैछ सो अब हामीहरू चाहिँ घर फर्केको यस्तो राम्रो भ्यूहरू रहेछ यहाँ होइन हाम्रो हिरो लेट्स गो अब चाहिँ हामीहरू घर फर्केको बाटोमा इन्जोय गर्दा फर्किनुपर्छ पहाडहरू हेर्नुहोस् हिउँ परेको
कति क्यूट रहेछ रोक्दैन हामी भएछ नि यहाँ गाइस हामीहरु चाहिँ युमथाङ भ्यालीमा रोकिरहेछ हैन तपाईहरुलाई म याक देखाउँछु अब लु आऊ छिटो याक देखाउँछु याक देखाउँछु तपाईहरुलाई यस हेर्नुस् है गाइस याक बच्चा कहाँ रहेछ हेरौँ त यो भन्दा सानो छ अझै बच्चा लारी यो भन्दा सानो छ अरे बच्चा फुल हेर त यहाँ मलाई फोटो खिच्नु त मलाई फोटो खिच्नु त अहिले आउँदा खिच्छौँ ल क्याबु याक कहाँ माथि सबैलाई यहाँ याकको खिचिदिउँ न खै याकको बेबी दिएको थियो अघि यहाँ रहेछ एउटा चाहिँ यहाँ एकछिनको लागि रोकिरहेछ होइन फोटो सेक्सनको लागि गुराँसको फुल है मामा बेस न गुराँसको फुल तपाईहरुलाई अब म छेउबाट देखाउँछु जुम गरेर Where is the sheep? Laden गयो के हो गोला अब माइ गॉड टुकालो पुगेछ सो गाइस गुराँसको फुल चाहिँ यो कलरको रहेछ हैन खास रेडमा हुन्थ्यो रेडमा अहिले उयो छैन रहेछ एउटा टिपेर थियो नि भाइजम भनेर छैन कसले कराएको छैन कराएको छैन कसले पनि गुराँसको फुल पनि लान्छ अहिले म चेक हेर्छ अरे नि है तल फेरि चेक थ्याङ्क यू सो मच गाइज वाचिङ फर दिस भिडियो तपाईहरुले मेरो भिडियोमा गएर लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला हैन मेरो भिडियो इफ मन परेन भने पनि गएर गरिदिनुहोस् होला ताकि म तपाईहरुको अगाडि नयाँ राम्रो भिडियो लिएर आउन सकोस् हैन बाइ बाइ थ्याङ्क यू